Hello guys, welcome back to my channel with Sapna Chetri 1504. So good morning सबैजनालाई. सो आज चाहिँ मैले घरमै भेज मोमो बनाउँदै थिएँ हैन. सो मैले त्यसकै तपाईहरुलाई अलिकति भिडियो शेयर गर्दैछु. सो प्लिज लास्टसम्म नै हेरिदिनुहोस् होला. र म र मेरो बहिनी भएर चाहिँ मोमो बनाउँदै थियौं. अन्तखेरि मैले चाहिँ सुप चाहिँ बटर मसरुमको बनाउँदै थिएँ. र अहिले चाहिँ मैले बटर मसरुम सबै काटिसकेँ र अहिले चाहिँ म मैदा मुस्नु आँटेको हो। र अब मैदा मुसिसकेर चाहिँ म फेरि अब चाहिँ सुपको तयारी गर्छु। सुपमा चाहिँ मैले के हालेँ भन्दाखेरि चाहिँ प्याज, लसुन अनि अलिकति काटेर खोर्सानी हालेँ। अन्तखेरि बटम छेउलाई चाहिँ मैले मजाले फ्राई गरेँ हैन. मजाले फ्राई गरेर चाहिँ नुन हालेँ अनि अलिकति ब्ल्याक पेपर हालेँ. अन्तखेरि सुप बनाइदिएँ त्यसको. त्यहाँदेखि लास्टमा चाहिँ अलिकति मैले कर्नफ्लावर हालेँ त्यो थिकनेसको लागि चाहिँ. अन्तखेरि अब चाहिँ म मैदा बेल्दै अब चाहिँ म मोमो बनाउँदैछु. र हेर्नुहोस् मेरो मोमोको सेप त राम्रो हुँदैन हैन. तर पनि मैले कति बनाइसकेँ तर मेरो मोमोको सेपै आउँदैन. र पनि मैले यतिको चाहिँ बनाएँ. So please keep supporting me. Thank you so much for watching. Thank you. Bye bye.